Hello guys, welcome to my new vlog at Japan. तोरी लाउरी जस्तो देख्ने थियो Laure Tori मेरो साथमा. We are at Central Park in Japan. ये तो बस ट्रायल है दिदी के शब्द भनिदिनु मेरो भ्युअर्सहरुलाई. हामी चाहिँ एकदम जापानिज भन्नु न बुझ्दैन राम्रो मान्छेहरु है सो चाहिएमा हुने गएको गर्नु होला सो बोयफ्रेन्ड गर्लफ्रेन्ड त्यस्तो चाहिँ है ए यो चाहिँ सिंगल हो है प्लिज गाइजहरु म सिंगल छु कस्तो राम्रो पनि आउँदैन दिदी म त म्यारिड हो है म्यारिड अस्मिना दिदी दुई शब्द मेरो भ्युअर्सलाई. के भन्ने हामी चाहिँ जापानमा छौँ है, जापानमा सेन्ट्रल पार्क. मेरो बोयफ्रेन्ड छ मेरो बोयफ्रेन्ड छ Hello guys, この人は私の兄です。兄です。この人、私の兄はお金持ちですね。お金持ち、私のスポンサーはですね、8人です。私の8人です。1番、2番の私の8人です。2番の部員も兄これは何ですね。これは何ですか。के भन्थ्यो मैले ठ्याक्कै शब्द बिर्सिकेँ. दिनुलाई के भन्थ्यो होइन दिनुलाई आगेते कुदासाई. हाई あなたは金持ちです。貧乏私は貧乏です。あなたはお金持ちです。मैले बोल्न बिर्सिसकेँ दिदी एक वर्षमा. वेलकम टु सारस ब्लग सारा श्रेष्ठ ब्लग. मैले एक वर्षमा के बोल्ने नि बिर्सिसकेँ. एक वर्षपछि बनाउँदैछु. हुन त अस्ति धरेर जान्दा नि बनाइरहेको थिएँ. See the view. Where? Sakana. यसले नि हेरेर होला हामीलाई Where? मिते. ए जुमको पनि अप्सन छ है. मोबाइल तल झऱ्यो भने के हुन्छ? बिग्रिन्छ निकाल्न नि पाउँदैन होला है. निकालिदिन्छ होला जापानिज नदेखाउँ है. वतासी नो खेइताई fall down in मिज्यू. हामी डुलौँ न एक राउन्ड अनि उता गरेर बस्छौँ हामी. को यतो अनि फोटो खिचौँ न खाइ गरेर के फोटो खिचेर खाने हो बेबीहरु दिस पार्क. के कथा छ दिदी यहाँको? कहानी त मलाई थाहा भएन तर यिनीहरू दुईजनाको हो रे यो दुईटा मूर्तिको आमा र छोराको. जापानको लाइफ आजसम्म त राम्रै चलिरहेछ हाम्रो. हजुर के दिदी? रोज फोटोहरू नि खिचिरहेको छु त. हे यतो गाइज उता हाँस्छ. हामी 3 भाइ मात्र. हामी 3 सबैजनासित आइफोन छ. हामी 2 भाइ का 3 भाइ. ए दिदीलाई भाइ भन्छौ. 3 भाइ हामी 3 भाइ सक्यो. विवेक 2 शब्द भनिदेऊ न त. 2 शब्द. जापान कस्तो लागिरहेछ भन्नु न. त्यस्तै लागिरहेछ. टुमुर्के एन्सर दिन्छ. यहाँको खाना कस्तो लाग्यो? त्यस्तै लाग्यो. कस्तो हुन्छ त्यस्तै लाग्यो. सक्यो. गाइज यो मान्छे यस्तै छ. म यस्तो मान्छेसित रुममा बसिरहेको छु. देख्नु भइरहेछ. यो मान्छेले मलाई डिप्रेसनमा पुऱ्याएर अनि मेरो नाम डिप्रेसन राखेछ. यस्तो मान्छेहरू छ मसित मेरो सङ्गतमा. यस्तो हेर्नु छ भने आँखा अगाडिबाट जापान आउनु गाइज.
हेर्नु त हजुरहरूलाई राम्रो हुन्छ भनेर जापान नआउनु भनिरहेको छ। यस्ता छ मेरो साथीहरू। उही क्युट। यहाँको त माछा पनि डिसिप्लिनमा हिँड्छ लाइन लाएर। खोइ दिदीहरू अगाडि पुग्नु भइसकेछ। विवेक यहाँको त माछा पनि लाइन लाएर डिसिप्लिनमा हिँड्छ त के हो? ल ल अनत्ता बिरुनो ओसारा ओसारा भने भाडा हेर्नु न फ्रिज आओस् अनि पैसा आओस् न विवेक फ्रिज र पैसा आओस् न खानामा बियर खाजामा बियर ब्रेकफास्टमा बियर चियामा बियर खानापछि बियर तिमीलाई सबै कुरोमा बियरले पुरिदिन्छु म विवेक मलाई नबिगाड त्यो भने दोजो पछि भुइँसवार गर्नुपर्छ कि मलाई यहाँ बोल्ने लाज भइरहेको छ पिकनिक यो हो कि empty hearts and neon lights. जापानको बाटो मोरै छैन सुत्दा नि हुन्छ कुर्दा नि हुन्छ यही सुत्यो भने पनि केही हुँदैन है गाइज जापानको बाटो यहाँ यस्तो छ फोटोसुट जापान आइपुग्यो त गाइज जापान म त नेपालमा ट्रेन कम्प्लिट पर्खाइयो खाइयो घुमियो खेलियो टिकटक नि बनाइयो डान्स पनि गरियो अरू के गरियो फोटो नि खिचियो अनि अब सकियो आजको यात्रा अब घर फर्कियो अरू के भन्नु छ र के भन्नुपर्छ र ल बाई